सो वेलकम ब्याक टु माई न्यू भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी चाहिँ यहाँ बिहान बिहान धान काट्न आएको कि त धान काट्ने निकल्ने छौँ। धान काट्नु पनि धेरै हो नि फेरि। यता हेर बहिनी, यता हेर कान्छी, दिदी दिदी अनि हामी चाहिँ यहाँ के भन्छ सोनी भन्न त अब। ल यहाँ धान काटेको देखाइन्छ। ए तैँले धान काटिहाल्छ नि, अब भिडियो बनाउन त है। तैँले धान काट्यो, यता हेर, यता हेर होइन काट्नु फेरि त्यहाँ यत्रो धान काट्ने अब कति धेरै छ होइन। अब यति त्यहाँ परसम्म अब काट्न सक्नु पऱ्यो नि त। यता हेर अब काम त अलिक छिटो गर्नु पऱ्यो। अब काम छिटो गरे पो अब घर नै छिटो जान पाइन्छ त होइन। अब त्यहाँ राख। अब म नि अब घाँस अब काट्नु त होला नि। अब भिडियो अब काट्नै जाने। अब छिटो गर्नु पऱ्यो नि त। अब छिटो गरेर घर नै छिटो गरिन्छ त होइन। अब बिहानै आएको भोगै लागिसक्यो नि त। के अनि अब घाँस काट्दै सिधै गर्नु पऱ्यो नि त। अब काट्नै पऱ्यो। त्यहाँ चाहिँ ललिता, रुलाङको ललिता। अब अहिले चाहिँ यति गरी गर्दा पनि अब अर्को ट्राई एगेन। अब अर्को चाहिँ भोलि त होला नि। अब आज काम सक्यो नि, भोलि भिडियो बनाएर अन्त धान खेतहरू सब देख्न सक्नुहुन्छ होइन। आमामा यता पो राम्रो राम्रो रहेछ त। आज चाहिँ दिन नै एकदम सफा गरिरहेछ कि, भर्खर भर्खर घाम लागिरहेछ होइन। सो वेलकम ब्याक टु माई न्यू भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी चाहिँ यहाँ बिहान बिहान धान काट्न आएको कि त धान काट्ने निकल्ने छौँ। धान काट्नु पनि धेरै हो नि फेरि। यता हेर बहिनी, यता हेर कान्छी, दिदी दिदी अनि हामी चाहिँ यहाँ के भन्छ सोनी भन्न त अब। ल यहाँ धान काटेको देखाइन्छ। ए तैँले धान काटिहाल्छ नि, अब भिडियो बनाउन त है। तैँले धान काट्यो, यता हेर, यता हेर होइन काट्नु फेरि त्यहाँ यत्रो धान काट्ने अब कति धेरै छ होइन। अब यति त्यहाँ परसम्म अब काट्न सक्नु पऱ्यो नि त। यता हेर अब काम त अलिक छिटो गर्नु पऱ्यो। अब काम